अब भन्नुपर्दाखेरि नेपाल होइन, नेपालसँग छुट्टै आफ्नो एउटा डिप कनेक्सन छ। आफ्नो देश हो होइन, आफ्नो परिवार छ, आफ्नो फ्यामिली छ, सबै कुराहरू छ, साथीभाइहरू छ। आफूले एउटा सर्टेन एउटा 19-20 वर्षसम्म बिताएको एउटा ठाउँ हो जुनमा चाहिँ सबै कुराहरू गरेको छ। तर सबै वर्क कल्चरदेखि लिएर वर्क हुन्छ नि, सबै कुराहरूदेखि लिएर आफूलाई कसरी इन्डिपेन्डेन्ट बनाउने, आफूले कसरी काम खोज्ने, हरेक एउटा किचनमा घरको खाना कसरी बनाउनेदेखि लिएर सबै कुराहरू यो ठाउँमा आएर सिकेको नि त। त्यही भएर इजिली नेपाल फर्किँदा हुन्छ गाइस, पैसा सेभ गर्नु मन कसरी मान्छ? मनै मान्दैन। जब आफ्नो एउटा जवानीको एउटा प्राइम टाइमको एजलाई चाहिँ पार्टिकुलरली एउटा देशमा चाहिँ आफूले इन्भेस्ट गरेको हुन्छ नि, अभियसली त्यही देशमा नै बस्न मन लाग्छ नि। अब फर्केर फेरि अर्को ठाउँमा गएर फेरि जिरोबाट सुरु गर्न कसरी मन लाग्छ? लाइक 3 वर्ष होइन 5 वर्ष एउटा लाइफको प्राइम 5-6 वर्ष एउटा देशमा आएर बिताएर त्यत्रो मेहनत गरेर आफ्नो हार्डवर्क आफूले कहिले पैसा हानेर सोचेन त्यस्तो गरेर गर्दाखेरि अहिले यो कुराहरू भन्न त सजिलो हुन्छ नि, नेपाल जाम, नेपाल गएर गरौँ भनिन्छ। नेपालमा गएर गर्ने के त नि? लाइक कसरी मन मान्न सक्छ र धाक लगाएको होइन, त्यो धुर्की लगाएको होइन, यो ठाउँमा बसेर आफै क्यापेबल भएको नि त। आज कारमा हिँड्न सक्ने भएको त्यो आफ्नो क्यापेबिलिटिजले गर्दाखेरि, हातमा आइफोन लिन सकेको आफ्नो क्यापेबिलिटिजले गर्दा, यो ठाउँमा आएर मेहनत गरेर त्यो एउटा लेभलमा पुगेको त्यो आफ्नो क्यापेबिलिटीले गर्दाखेरि हो नि त। अनि यो ठाउँमा नै आफूले त्यत्रो कुराहरू इन्भेस्ट गरिसकेको छ, यत्रो कुराहरू चाहिँ आफूले सबै कुराहरू एक कुराहरू गरेको छ होइन, मेहनत भनेर सबै कुराहरू भनेर सेटल हुने भनेर गरिसकेको छ। इजिली नेपाल फर्किन कसरी सकिन्छ यार? एउटा आफ्नो जवानीको उमेरलाई एउटा कुरामा इन्भेस्ट गरेर जुन कुरामा चाहिँ रिटर्न ब्याक नपाउँदाखेरि त अभियसली पेन हुन्छ होइन। त्यो भन्न सजिलो हुन्छ कि नेपाल जाम होइन, नेपालमै गएर गरौँ भनेर, त्यो सुन्दाखेरि एकदम राम्रो हुन्छ। तर फर्किन चाहिँ एकदम टफ कुरा हो कि, लाइक फर मी पर्सनल्ली एन्ड लाइक मोस्ट अफ द पिपल आई वुड से, लाइक जस्ट एउटा सर्टेन कुरा नमिलेर नेपाल फर्किन त मन छैन यार। लाइक तँसम्म चाहिँ यही ठाउँमा कसरी जसरी हुन्छ त्यसरी नै गर्नु मन छ होइन। त्यही हो, भन्न सजिलो हुन्छ नेपाल फर्किने यताउति गर्न भन्न, तर डोन्ट लुज होप गाइज होइन। यो वर्ष 2 वर्ष 1 वर्ष 2 वर्ष गाह्रो होला, तर म त त्यही हुन्छ सबैले आफ्नो वर्क पर्मिटहरू एक्सटेन्ड गर्न मिल्छ भने त्यसरी गरे भयो। स्टडी पर्मिटमा जाँदाखेरि हुन्छ भने त्यसमा गए पनि भयो, तर डोन्ट गो ब्याक जस्ट बिकज यो वर्ष अथवा अब आउने एक वर्ष 1.5 वर्ष केही भएन भनेर होप चाहिँ लुज नगर्नु भन्छु है कसैलाई पनि। अनि इजिली अब कसैलाई गएर नेपालमै गएर आफ्नो बिजनेस छ, यो छ त्यो छ होइन भने आफूलाई गर्नु मन छ भने जाँदा हुन्छ। तर इफ यु गाइज आर लाइक मी, लाइक जुन चाहिँ जिरोबाट आएर आज यो ठाउँमा मैले अचिभमेन्ट भन्छु नि, किनभने मैले मिहिनेत गरेको थिएँ, मैले आफ्नो डेडिकेसन लाएर एउटा ठाउँमा इन्भेस्ट गरेको थिएँ आफ्नो मेहनत। मलाई अभियसली त्योबाट रिजल्ट नआउँदाखेरि अभियसली म हट हुन्छु, अभियसली मलाई त्यो कुराहरूले पिन्च गर्छ र म त्यति घमण्डी नै छु, ल इगो नै छ त्यो कुराको लागि चाहिँ कि लाइक म गरेर नै छोड्छु भनेर। सो गाइज लागि सब टु यु, तिमीहरूलाई जानु मन छ भने, हजुरहरूलाई जानु मन छ भने जाँदा हुन्छ, तर आई एम नेभर गोइङ टु लुज माई होप एन्ड लाइक जुन मेरो डेडिकेसन र हार्डवर्क थियो, I don't know how, but like I'm gonna make it fruitful for myself. So yeah, don't lose hope guys. Thank you.